आदरणीय सम्पूर्ण देवचोली नगरवासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा कार्यक्रम देवचोली सफल नेतृत्व अभियानको तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्दछौं। दर्शकबिनहरू, यति बेला देवचोलीमा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 2081 चैत्र 30 को निर्वाचन सम्पन्न भएको छ। सर्वप्रथम त यस अभियानले देवचोलीमा अर्थात् प्रगतिनगर खानेपानीमा निर्वाचित हुनुभएका हाम्रा प्रिय अब हामी सबैका साझा हाम्रो देवचोलीमा प्रगतिनगर खानेपानीको क्षेत्रमा नयाँ नेतृत्वमा निर्वाचित हुनुभएका संस्थाका सम्पूर्ण नयाँ कार्य कमिटी पदाधिकारीहरूमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्न चाहन्छौं। आज हामी चुनावी वृत्तका धेरै जोड घटाउ कुरा गर्न चाहदैनौं, किनकि उहाँहरू हामी प्रिय देवचोली नगरवासी प्रगतिनगर खानेपानी संस्थामा आबद्ध उपभोक्ता महानुभावहरूको एक सम्मान योग्य मतबाट निर्वाचित हुनुभएको छ। सम्पूर्ण पदाधिकारीहरू अब प्रगतिनगर खानेपानीको संस्थाको र अब आम उपभोक्ताहरूको भविष्यका निम्ति र प्रगतिनगर खानेपानी संस्थाको अबको यात्रा समयानुकूल परिवर्तनको आभास होस् भन्ने चाहन्छन्। त्यसैले फेरि पनि उहाँहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। दर्शकबिनहरू, यति बेला प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा सबल नेतृत्व चयन भएका छन्, जस अन्तर्गत संस्थाको अध्यक्षमा डिल्लीराम कडेरिया रहनुभएको छ भने सचिव पदमा विष्णुप्रसाद न्यौपाने, लेखा संयोजकमा जीवन श्रेष्ठ, लेखा सदस्य महिलामा कमला भट्टराई, लेखा सदस्य खुल्लामा शिवलाल पराजुली, ब्लक अन्तर्गत क्षेत्रहरूमा जस्तै ब्लक 1 सदस्यमा कृष्ण बहादुर थापा, ब्लक 2 सदस्यमा राधिका लम्साल, ब्लक 3 सदस्यमा नवराज तिवारी, ब्लक 4 सदस्यमा मोतीलाल अधिकारी, ब्लक 5 सदस्यमा रेखीमाया सिन्जाली, ब्लक 6 सदस्यमा टीका बहादुर आले, ब्लक 7 सदस्यमा इन्द्रमणि गौतम, ब्लक 8 सदस्यमा विमला अधिकारी, ब्लक 9 सदस्यमा बुद्धि बहादुर लुङ्गेली निर्वाचित हुनुभएको छ। 2082 साल को पावन अवसरमा यहाँहरूको जीवनमा, यहाँहरूको घर घरमा शुभ लक्ष्मीले वास गरून् र यहाँहरूको जीवनमा कहिल्यै दुःख नपरोस्। नयाँ वर्षको शुभकामना।